हेलो गाइज, दिस इज उमेश एन्ड दिस इज दिनेश र आज हामी बनाउन गइरहेका छौँ निम्किन। यस, निम्किन धेरै मान्छेले बनाउँछ होइन, तर हाम्रो तरिका हामी आज यहाँलाई देखाउनेछौँ। सो हामी निम्किनमा के मिसाउँछौँ यहाँलाई देखाउनेछौँ। सुरुदेखि लास्टसम्म हेर्नु होला। यो चाहिँ मैदाको पिठो, अनि त्यसपछि यसमा हामी राख्नेछौँ सल्ट। तपाईँले व्हाइट सल्टहरू देख्नु भएको छ होला, तर यो चाहिँ पिङ्क सल्ट है त, हिमालयन पिङ्क सल्ट। ओके, र त्यसपछि यसलाई यसमा चाहिँ स्पेसली हाल्नुपर्ने भनेको ज्वानो पनि धेरै पनि हाल्नु न, तितो पनि हुन्छ, अनि त्यसपछि स्वाद पनि बिग्रिन्छ कि। र अलिकति मिठास ल्याउनको लागि चाहिँ हामीले यसमा मिसाउनुपर्छ सुगर पनि धेरै पनि नै, द्याट्स इट। अनि त्यसपछि अब हामी घिउमा पकाउनुभन्दा घिउ किन त्यतिकै धेरै वेस्ट गर्नु होइन, त्यसैले घिउको बास्नाको लागि मात्रै हामी यसमा हाल्नेछौँ 1.5 यो घिउ। ओके, अब तपाईँको टर्न। यसको थाई मसाज गर्नुपर्ने बेला भइसक्यो। अब थोरै 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 पानी गरेर रन्काउनु पर्ने हुन्छ यसलाई, यसलाई राम्रोसँग पहिला मिक्स गरौँ होइन, अनि त्यसपछि थोरै 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 पानी गरेर स्लोली यसलाई चाहिँ पानी अलिअलि गर्दै मुछ्दै गर्ने। यसले चाहिँ मुछिसकेपछि 1 आवरको लागि या हाफ आवरको लागि यसले यतिकै छोड्नुपर्छ, किनभने यो अलिक फ्लफी अलिक फुलेर आउँछ र पकाउने बेला पनि फुल्छ कि, त्यही भएर यसलाई चाहिँ मुछेर एकछिन राख्नुपर्छ। लगभग यसको काम सकिन्छ। अलमोस्ट टर्न भइसकेको छ। अब यसमा माथिबाट अलिकति तेल हालेर यसो लेउ पारेर अनि छोपेर राख्दिनु। माथिबाट तेल हाल्यो भने दामी हुन्छ कि मसाज गर्दाखेरि। यो चाहिँ नेपाल मसाज। अब यसलाई हामी छोपेर कभर गरेर राखिदिउँ। कभर गरेर अनि आधी 1 घन्टा। यतिको कलर भएपछि निकाल्ने बेला भयो यसको। पर्फेक्ट। अलिक क्रन्ची पनि हुन्छ, त्यति कलरमा झिक्यो भने क्रन्ची पनि हुन्छ र त्यो डढेको पनि हुँदैन कि। यतिको भएपछि डढेको लुक्स पनि आउँदैन। 1-1.5 महिना मजाले टिकाउँछ। टाइट बट्टामा राख्यो भनेपछि खुला गरेर राख्नु भएन, पसिन्छ। टाइट बट्टामा राख्यो भने चाहिँ एकदम दामी।